अब तयारीका विभिन्न चरणहरू समिति के अरे मूल समिति र अन्य उपसमितिहरूले आफआफ्नो निकायबाट काम गरिरहेका होलान्। म विशेष गरी यो मूल समिति र उपसमितिमा नभएका कारणले गर्दा अब के अरे जनवर्गीय सङ्गठनको रूपमा हामीले चाहिँ आफ्नो साइडबाट खेल्नुपर्ने भूमिकाको बारेमा खेलिरहेको छु। तथापि अब मञ्च व्यवस्थापनदेखि लिएर अनि जुन चाहिँ 27 गतेको उद्घाटन सत्रलाई एमालेको शक्ति प्रदर्शनको रूपमा लिइने र अहिलेको यो सङ्कटपूर्ण देशको सङ्कटपूर्ण राजनीतिक र संवैधानिक सङ्कटपूर्ण अवस्थालाई मध्यनजर गरेर एमाले प्रति जनताको विश्वास, एमाले प्रति जनविश्वास कायमै छ भन्ने देखाउनका लागि पनि हामीले चाहिँ विशाल जनप्रदर्शन गर्ने तयारीका आधारमा अहिले पार्टी केन्द्रीय सदस्यलाई काठमाडौँ उपत्यकासँग जोडिएका विशेष गरी बागमती प्रदेशसँग जोडिएका जिल्लाहरूसँग प्रतिनिधिमूलक रूपमा केन्द्रीय सदस्यहरू खटाएर 27 गतेको उद्घाटन सत्रमा व्यापक सहभागिताका लागि परिचालन भइरहनु भएको छ र काठमाडौँ उपत्यकामा जोडिएका के अरे 74वटै जिल्ला सम्पर्क मञ्चहरू, प्रदेश सम्पर्क मञ्चहरू र जनसङ्गठनहरू आफ्आफ्नो तरिकाले तयारी भइरहेको पार्टीको आन्तरिक लोकतन्त्र र विशेष गरी पार्टी महाधिवेशनमा होमिसकेपछि महाधिवेशनमा एमालेका 6,45,000 सङ्गठित सदस्यता भएको पार्टीभित्र नेतृत्व चयन गर्ने कुरा र यसले पार्टीलाई एउटा चाहिँ ऊर्जा भर्ने सिलसिलामा यो पार्टीको एउटा उत्सव कुनै पनि पार्टीको चाहिँ चाहे त्यो केन्द्रको होस् चाहे त्यो ओडा कमिटीसम्मका लागि चाहिँ एउटा अधिवेशन भन्नेपछि त्यो पार्टीका लागि त्यो पार्टीको एजेन्डा, नारा, कार्यक्रम र जनमुखी एजेन्डालाई केन्द्रित गराउनका लागि महाधिवेशनहरू त्यसका अभिन्न अङ्ग हुन्। त्यो अभिन्न अङ्गमा जोडिएका विषयका सन्दर्भमा के अरे चाहिँ प्रत्येक पार्टी सदस्यले त्यो महाधिवेशनमा आफ्नो सहभागिता खोज्नु स्वाभाविक प्रक्रिया हो। त्यसमा पनि हाम्रो पार्टीको मूल सिद्धान्त जनताको बहुदलीय जनवादमा जनता नेता चाहिँ कार्यकर्ताबाट चुनिनुपर्छ, कार्यकर्ता स्वयं जनताको बिचमा अनुमोदित हुनुपर्छ भन्ने मान्यतालाई आधार बनाएर के अरे चाहिँ महाधिवेशन प्रतिनिधिको सवालमा जो छ त्यो दिन त्यो बाहिर नआउनुपर्ने घटना हुँदाहुँदै पनि त्यहाँ अब के अरे चाहिँ 11औं महाधिवेशनमा पार्टीद्वारा विभिन्न सेक्टरहरू हुन्छ। भूगोललाई एउटा आधार मानिन्छ, जनसङ्गठनलाई अर्को आधार मानिन्छ, सम्पर्क कमिटीहरूलाई अर्को आधार मानिन्छ भने त्यसै प्रवासमा रहेका एमालेका कार्यकर्ताहरूको बिचमा विभिन्न सेक्टरबाट प्रतिनिधित्व हुने सवालमा लोकतान्त्रिक आदिवासी जनजाति महासङ्घको म महासचिव हुँदै गर्दा अब नेतृत्व र केन्द्रीय कमिटी चुनिने प्रक्रिया त एकातिर छँदै थियो, तर त्यो चुनिनका लागि विभिन्न सेक्टरबाट पठाइने प्रतिनिधिको हकमा जहाँसम्म मेरो